म चाहिँ अहिले पागरीबास आएको छु। धनकुटाको पागरीबासमा चाहिँ नि एकजना हाम्रो खालिङ्गे साइनोले मामा रहेछ, उहाँसँग भेट भयो र धेरै वर्षपछि, अब त 30-40 वर्षै भयो होला। 30-40 चाहिँ होइन, म त्यस 40 वर्ष जति चाहिँ भयो होला। त्यही भएको कारणले गर्दा तपाईँ आउनुभएको चाहिँ कति भयो हाम्रो गाउँ छोड्नु भएको चाहिँ मामा? मैले गाउँ छोडेको चाहिँ 43 सालमा। 43 साल? 43 साल खै के महिना हो। अनि यो ठाउँमा आएको चाहिँ 39 वर्ष भएछ। 39 वर्ष? 39 वर्ष ठ्याक्कै भयो। अब गाउँघरको साथीभाइ इष्टमित्रले थुक्नु पनि भएन होइन। अब थुके पनि अब मैले नदेखेपछि आनन्द नै त्यो पनि हो होइन। थुक्ने कुरा त हुँदैन। अनि अब गाउँघर साथीभाइ इष्टमित्र होइन, सबैलाई मेरो दर्शन। कसैले नरिसाइदिनु होला। 43 सालदेखि यो ठाउँमा बसेको चाहिँ 39 वर्ष भयो। अब दुःख सुख गरेर खाइँदैछ। अब कहाँको जन्म कहाँको मरण अब यस्तै भइरहेको छ। इष्टमित्रलाई सबैलाई मेरो सम्झना छ, गाउँघरको साथीभाइ नरनाता होइन। अनि साइनोले त मामा पर्ने रहेछ के कान्छा। हाम्रै भाषामा कुरा गरौँ न है। मन के कान्छा चाहिँ खेउ ताल खास इकम चाहिँ के पो? उनको कम चाहिँ खासताप हो। हामी चाहिँ प्रोन्जेस हो। ए प्रोन्जेस के हम चाहिँ? ए दाजुभाइ चाहिँ निरमलाल, रिमनलाल, गौनास, कुङ्गे पोप्या पूर्णङ माग्ने हो। ए हामी कुङ्गे, हामी चाहिँ दाजुभाइ। ए अनि बालको गौनस पुल मेरो फुपू माइली। तिलके राईको श्रीमती निन साइली। मयाम फुल निन कान्छी पख्ने। ए अनि फुपाहरू निन जेठी चाहिँ ठुलढुङ्गा। ए अनि मामला चाहिँ दुध मावला फल्ले। अनि त्यस्तै हो। अनि ए ठिक मुने मुजाफे होइन, दुख बढी देल कम बिम्बा। अनि खलिङ साथीभाइ इष्टमित्र होइन नाताले थुक्नु होला। मन एक बछ कोलो चाहिँ ख्यास ट्याप बिका इपुर नोम्थे चाहिँ अच्छा एक भयो मर्नु मेरो सुप्पु। ए सुप्पु मर्नु बाबु माइला साइला। ए 3 भाइ? 3 भाइ। ए साइला दितुङ त मात्रै। साइला चाहिँ जिरीमा जन्मेको। यो जिरी भए? ए मन 42 सालको। साइला चाहिँ दितुङ? साइला दितुङ। मेरो कान्छा? मेरो चाहिँ कान्छा। मगन जेठा एक वर्ष म त्यहाँ मगन बाबु नि। जेठा भनेपछि 37 39 40 41 42 43 6 वर्ष। ए त्यो चाहिँ हिँड्नु सक्ने। ए मन मामा इपुल नङ्गो थियो होला नि। उरमलाल भन्थ्यौ। ए उरमलाल। ए मन इनङ चाहिँ माग यास्ती। उ त गाउँमा त जोरे भन्छ। जोरे ए हो जोरे पो घरे टियान्थे। अनि यहाँ आएपछि चाहिँ एउटा टङ्कसर भन्ने हो त हाम्रो खोटाङको रहेछ, उदयपुर कटारीको। अनि पछि उनको नागरिकता माथिको मलेसिया मुइगा था। ए अब त्यही एकतापछि केटाकेटी बढो। अब नागरिकता खोज्ने भए।
अनि त्यहाँबाट मनमोहनको पालाबी ए अनेक गरे मुच्या गर्नु त्यो गाविसको प्रमुखले कोसिस चाहिँ गरेको ए त्यही तर अन्तिम भएन अनि त्यो मनमोहनको पालामा सुकुम्बा स्यामको लागि उभियो त्यहाँ ए नायक त गयो प्यातङ थोनुम रहेछ ए बिनुम रहेछ बिपे रहेछ हामीले उङ्पै नायक त मति नाखम्यो उङ्गाइङ 10 पाली नै उङ्गाइ थियो जस्तो न अनेक बोलमुङ त हुनु अनि त्यहाँबाट अल टोली होत न अनि टोली नायक त म पनि त्यही त्यही एड्रेस बिङ त्यही सबै ए अनि त्यतिखेर चाहिँ पहिले चाहिँ बसेसराई ल्याउँ त्यहाँ अनि जब त्यो टोली आउँदाखेरि चाहिँ 6-7 जना चाहिँ सरजीवन मुसलकमा बसेपछि हुने साइन गर्ने यति वर्ष यहाँ बसोबास गरिसकेको फलानको मान्छे भनेर मेसर नायक त हुनु पनि हुन्छ ए नायक त मिसा ए मन मामा पैछर में कम चाहिँ खेउ मन देखको ए देखको स्यु हाम खाल देखको चाहिँ उङ पछरमा चाहिँ मन्जाला ए देखको जिन्ती ए ल मामा खुसी लाग्यो उहाँ पहिल्यै खोजे थिए किनभने छिमेकी पो नाता एनुअल चाहिँ अब भेट्ने मौका पायो अल्लास्यो खुसी लाग्यो बडा खुसीको एनुअलका चाहिँ हामी अब एने सामाजिक सञ्जालकै जोरे एने छुक्ति कि नम्बर पनि 4 मुक्ति कि एन चाहिँ निरन्तर दम्जो के होला नमरे बाचे कालाले साँचे भेटिँदो रहेछ खुसी लाग्यो अल्लास्यो मामा ल ल हुन्छ ल